कार्यक्रममा पार्टिसिपेट मैले बोल्नै थिएन गाइस। होइन म बोलिसकेँ थिएँ मैले। अब यहाँ चाहिँ यस्तो खड्डा छ, अब हामी भिडियो बनाउँदा बनाउँदै यसमा पस्यो भने के हुन्छ? सबैभन्दा ठुलो डर यही हो कि सबैभन्दा नेपालको सहभागिता छ त्यो त्यहाँ भएको कति भयो नि Hi guys, welcome back to my मिनी भ्लग, अब माइक्रो भ्लग दियो भने यही हो। अनि त्यसपछि यहाँ चाहिँ हामी नेपालगञ्जमा छौँ। अनि मैले भ्लग चाहिँ बिहानै बनाउनु पर्ने, तर मलाई भ्लग बनाउन चाहिँ अलिक त्यस्तो इन्भाइरोमेन्ट भएन। किनभने अब इन्भाइरोमेन्ट भन्नाले तपाईँहरूले भन्नुलाई फेरि यो वातावरण भन्नु त्यस्तो वाला इन्भाइरोमेन्ट भनेको होइन। मलाई भ्लग बनाउनेवाला आफ्नो पोजिटिभ इन्भाइरोमेन्ट। लाज मलाई फेरि लाज लाग्दैन, एक्लै भएर चाहिँ म बहुत लाज मान्छु। तर मसँग कोही साथी हुनुपर्छ जो चाहिँ म जस्तै हुनुपर्छ, भाइ मिल्ने। माई गड, होइन कि हामीलाई हेरेर आएर आफ्नो कुरामा हाँसिराख्नु, तर होइन कि हाम्रो कुरामा होइन कि हो यस्तै भनेर आफूले आफूलाई मोटिभेट गर्नुपर्छ। अनि त्यसपछि चाहिँ अगाडि बढ्नुपर्छ, बुझ्यौ? अनि मैले चाहिँ अब मेरो यहाँ भिडियोमा आज जो गेस्ट हुनुहुन्छ उहाँसँग चाहिँ तपाईँहरूलाई के भन्छन् भेटाइरहेको छु। उहाँसँग मैले तपाईँलाई परिचय दिन्छु। उहाँको चाहिँ उहाँ चाहिँ हुनुहुन्छ हाम्रो खजुरा गाउँपालिकाको पालिका स्तरीय किशोरी सञ्जालको अध्यक्ष समीक्षा ओलीज्यू। यहाँलाई मेरो ब्लगमा हार्दिक स्वागत छ। अनि हजुर अहिले यस्तो गर्मी मौसममा चाहिँ नेपालगञ्जमा छाता भरेर हिँडिराख्नु भएको छ, अनि कस्तो महसुस भइरहेछ? मलाई त एकदम रमाइलो लागिरहेको छ, किनकि छाता त्यो छाता चाहिँ मैले प्रोभाइड गरिरहेको छु उहाँलाई। हामी चाहिँ आज मेरो कार्यक्रम युवा संवाद रेकर्ड गर्न गएको थियौँ, अनि हामी चाहिँ रेकर्ड गरेर आउँदैछौँ। मैले चाहिँ गेस्टलाई यसरी लगिरहन्छु। त्यसैले यदि तपाईँ पनि मसँग कार्यक्रम युवा संवादमा संवाद गर्न आउन चाहनुहुन्छ भने तपाईँहरूलाई स्वागत छ। मलाई म फेरि पनि तपाईँलाई यस्तै स्वागत गर्नेछु। तर यहाँ यसमा क्या छ गाइस, हामी चाहिँ मेन रोडमा आयौँ। मान्छे पनि ल हामी चाहिँ हिँड्दै जाने हो त हामी तिम्रो उहाँसम्म जाँदैन। अब हामी चाहिँ टिकटसम्म हिँड्दै जान्छौँ। अनि यहाँ हाम्रो यस्तो छ बाटो चाहिँ, यो चाहिँ किन यस्तो छ भन्दाखेरि चाहिँ अब सरकारी जमिन अतिक्रमण यहाँ अब बिल्डिङहरू चाहिँ बाटो लिखेर भनेकोहरू चाहिँ भत्काएर चाहिँ अब मान्छे हिँड्ने बनाउन लागेको छ हाम्रो नेपालगञ्ज उपमहानगरपालिकाले। यस्तो छ। चाहिँ अहिले यहाँ कटेजनिर पुगेछौँ। यहाँ चाहिँ हामी कार्यक्रम थियो, अनि त्यो कार्यक्रममा पार्टिसिपेट मैले बोल्नै थिएन गाइस। होइन म बोलिसकेँ थिएँ मैले। अब यहाँ चाहिँ यस्तो खड्डा छ, अब हामी भिडियो बनाउँदा बनाउँदै यसमा पस्यो भने के हुन्छ? सबैभन्दा ठुलो डर यही हो कि सबैभन्दा नेपालको पसिहाल्ने चाहिँ पसिहाल्ने र देख्ने भएपछि उठाउन होला, नदेखेको भएपछि मैले के गर्ने? यिनीलाई चाहिँ यस्तो यस्तो डर पनि हुन्छ। अनि हामी चाहिँ अझै हिँड्दैछौँ। तपाईँ आउनु भएन। यता चाहिँ यो यस्तो छ, अनि यो चाहिँ यस्तो बन्ने हो। अनि यसमा चाहिँ अब मान्छे हिँड्न सजिलो होस् भनेर। अनि यो चाहिँ अब यहाँ चाहिँ यस्तो फेरि पनि यस्तो छ, अब यहाँ चाहिँ हामी खस्ने सम्भावना हुन्छ। त्यही भएर राम्रोसँग हेरेर हिँड्नु होला सबैजना। हामी पनि राम्रोसँग हेरेर हिँडिरहेछौँ। तरकारीहरू छ गाइस यहाँ चाहिँ। अब आइपुग्यौँ नर्सिङ होमतिर। अनि लक्ष्मी बहिनी, अब बहिनीको चाहिँ आउन लागेको छौँ। अनि यता जान्छु म चाहिँ घरतिर जान्छु। अब त्यहाँदेखि जान्छु अगाडिदेखि। ल अब हामी चाहिँ आफ्नो डेस्टिनेसनमा आयौँ। यिनी चाहिँ डेस्टिनेसनमा आयौँ। मेरो आज हामी बहुत मजा गऱ्यौँ रमाइलो भयो।
ब्युटिफुल मेमोरीहरू लगेर जानु, राम्रोसँग पढ्नु, इक्जाममा टप गर्नु, फेरि इन्टरभ्यू लाग्नु पऱ्यो। अलि प्रिपेयर गर्नु ल जाऊ, बाई बाई, जाऊ। अब बहिनी चाहिँ म पनि जान्छु। सबैले मलाई हेरिराख्नु, अब चाहिँ मेरो साथी गइसकेन, अब मेरो कन्फिडेन्ट लो भइहाल्छ गाइस। मतलब अब हल्का अजिब लाग्छ। सो म ब्लग बन्द गर्छु, बाई। गाई पनि हुनुहुन्थ्यो, मलाई रोकिराख्नु अटो चलाइराख्नु छ। हाम्रो खतरा गाउँपालिका मतलब खतरादेखि यहाँ बरिस्तामा आउने अटोहरू कम्तीमा एकजना अटी मात्रै हुनुहुन्छ, उहाँले मात्रै अटो चलाउनुहुन्छ। महिलाको सहभागिता छ त्यो जहाँ भयो अटो भयो होना है। हजुर ए राइटिङ के सक्नुभयो? ए मोबाइलको माथि फोन लगाइरहेको थिएँ नम्बर बताइरहेको नम्बर यहाँ घर आएँ। अब म बहुत थाकेको छु, बजारमा यताउति घुमेर अब म रेस्ट गर्छु। लास्टमा मेरो ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। थ्याङ्क्स फर वाचिङ।